अघिदेखि खप्याथे धेरै हो यसै बेजत दाई दुईवटै मेरै भाइलाई धोका देऊ किन भनेको 10 ओटी छन् दाई मिलेर गनेको चर्चित लोक तथा दोहोरी गायिका रेणुका भट्टराई लोक तथा दोहोरी चर्चित गायक सुमान परेल पहिलो चोटि रेणुका भट्टराईको बिहे पछि जम्का भेटमा आफूहरूले चर्चित कार्यक्रम विरोधी घरबाट सम्पूर्ण कलाकारहरूको साथमा आफूहरूले निकै नै ठट्याउली पारामा आफूहरूले लाइभ दोहोरी गाउने अवसर मिलेको भन्दै चर्चित लोक तथा दोहोरी गायिका रेणुका भट्टराई लोक तथा दोहोरी चर्चित गायिका अस्मिता डल्लाकोटी र चर्चित गायक धादिङे भाले भनेर पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजाइको लोकप्रिय गायक सुमान परेल र चर्चित गायिका रेणुका भट्टराई बीच निकै नै रमाइलोसँग लाइभ दोहोरी विरोधी घरबाट गाएको भन्दै जानकारी गराउनुभएको छ। आफूहरूले गाएको विरोधी घरबाट गाएको लाइभ दोहोरी आफ्नो बजारमा आइसकेर दर्शक श्रोताले निकै नै मन पराइदिनु भएको भन्दै लोक तथा दोहोरी चर्चित गायिका अस्मिता डल्लाकोटी र लोक तथा दोहोरी चर्चित गायक तथा मोडल सुमान परेल र लोक तथा दोहोरी चर्चित गायिका रेणुका भट्टराई र लोक तथा दोहोरी चर्चित गायक धादिङे भालले जानकारी गराउनुभएको छ। गायिका रेणुका भट्टराई लोक तथा दोहोरी चर्चित गायक सुमान परेलको लामो समयदेखि आफूहरूले गीत सङ्गीतमा निकै नै सङ्घर्ष गर्दै आएको र आफ्नो र चर्चित गायिका रेणुका भट्टराईको लाइभ दोहोरी गाउने जोडी पनि दर्शक श्रोताहरूले निकै नै मन पराइदिनु भएको भन्दै लोक तथा दोहोरी चर्चित गायिका रेणुका भट्टराईले जानकारी गराउनुभएको छ। आफूहरूले निकै नै ठट्याउली पारामा आफूहरूले विरोधी घरबाट लाइभ दोहोरी गाउने अवसर मिलेको र दर्शक श्रोताहरूले आफ्नो र गायक सुमान परेलको लाइभ दोहोरी गाउने जोडी निकै नै मन पराइदिनु भएको भन्दै लोक तथा दोहोरी चर्चित गायिका रेणुका भट्टराई लोक तथा दोहोरी चर्चित गायक तथा मोडल सुमान परेलले जानकारी गराउनुभएको छ। रेणुका भट्टराईसँग आफूले निकै नै ठट्याउली पारामा लाइभ दोहोरी गाउँदै आएको र पछिल्लो समय आफ्नो र रेणुका भट्टराईको जोडीलाई दर्शक श्रोताहरूले यति धेरै मन पराइदिनु भएको र आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको भन्दै लोक तथा दोहोरी चर्चित गायक तथा मोडल सुमान परेल र लोक तथा दोहोरी चर्चित गायिका रेणुका भट्टराईले जानकारी गराउनुभएको छ। पछिल्लो समय अस्मिता डल्लाकोटी र चर्चित गायक कार्की र पछिल्लो समयको निकै नै दर्शक श्रोताहरूको रोजाइको लोकप्रिय गायिका अस्मिता डल्लाकोटीले पनि निकै नै रमाइलो गरेर आफूहरूले लाइभ दोहोरी गाउने अवसर मिलेको भन्दै चर्चित गायक रवि कार्कीले यस्तो कुरा जानकारी गराउनुभएको छ। आफूले रेणुका भट्टराईको बिहेमा पनि गएर रमाइलो गरेर कार्यक्रम निकै नै रमाइलो गर्ने अवसर मिलेको र पछिल्लो समय आफूले रेणुका भट्टराईको बिहेपछि पहिलो विरोधी घरको आफूहरूको जम्का भेटमा निकै नै रमाइलो गरेर लाइभ दोहोरी गाउने अवसर मिलेको भन्दै लोक तथा दोहोरी चर्चित गायक रवि कार्कीले जानकारी गराउनुभएको छ। गायक रवि कार्कीले जानकारी दिएअनुसार आफूले अस्मिता डल्लाकोटी र रेणुका भट्टराईसँग निकै नै ठट्याउली पारामा लाइभ दोहोरी गाउने अवसर मिलेको र दर्शक श्रोताहरूको यति धेरै रोजाइको लोकप्रिय गायिका रेणुका भट्टराई र अस्मिता डल्लाकोटी र सम्पूर्ण कलाकारहरूले आफूहरूले विरोधी घरबाट गाएको लाइभ दोहोरी दर्शक श्रोताहरूको मनमुटाव बस्न सफल भएको जानकारी गराउनुभएको छ। पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजाइको लोकप्रिय गायिका रेणुका भट्टराईको बिहेपछि आफूहरू जम्का भेट र विरोधी घरमा भएको र विरोधी घरमा रेणुका भट्टराई र रेणुका भट्टराईको श्रीमानलाई सम्मान कार्यक्रम रहेको भन्दै लोक तथा दोहोरी चर्चित गायक तथा मोडल सुमान परेलले जानकारी गराउनुभएको छ। आफूहरूले निकै नै ठट्याउली पारामा लाइभ दोहोरी गाउँदै आएको र दर्शक श्रोताहरूले आफूहरूले गाएको लाइभ दोहोरी निकै नै मन पराइदिनु हुन्छ भने आफू ढुक्क रहेको र दर्शक श्रोताहरूले आफ्नो विभिन्न लाइभ दोहोरी र आफ्नो एल्बमको गीत र अस्मिता डल्लाकोटी र रेणुका भट्टराईसँग नि आफूले देश तथा विदेशको विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुने पनि अवसर मिलेको भन्दै लोक तथा दोहोरी चर्चित गायक तथा मोडल सुमान परेलले जानकारी गराउनुभएको छ। गायिका रेणुका भट्टराईले पनि आफूले ठट्याउली पारामा आफ्नो बिहे पछि आफूले पहिलो लाइभ दोहोरी गाउने अवसर मिलेको र आफ्नो साथी अस्मिता डल्लाकोटी र चर्चित गायिका रेजिना परेल र विभिन्न चर्चित कलाकारहरूको साथमा आफूले यसरी लाइभ दोहोरी गाउन पाउँदा आफू निकै खुसी भएको र दर्शक श्रोताहरूको निकै नै रोजाइको लोकप्रिय गायक सुमान परेल र आफ्नो पछिल्लो समय दर्शक श्रोताले आफ्नो र सुमान परेलको जोडी लाइभ दोहोरी गाउने जोडी निकै नै मन पराइदिनु भएको जानकारी गराउनु भएको छ।